अन्यसेयो नमस्कार सदाझै आज पनि हामी च्याप्टर 4 को भिडियो लिएर हामी उपस्थित भइसकेका छौं। च्याप्टर 4 मा रहेको छ हेर्नुस् त च्याप्टर 4 मा रहेको छ थोङजाकवा सामल हुनेछ। थोङजाक भनेको कार्य गतिविधि भन्ने हुन्छ। थोङजाक भनेको कार्य गतिविधि हो भने सामल भनेको चीज वस्तु भन्ने कुरालाई इङ्गित गर्छ। अब यो च्याप्टरमा हामी हेर्छौं थोङजाकवा सामल कार्य गतिविधि तथा चीज वस्तुको बारेमा हामी च्याप्टर 4 मा पढ्छौं। अब थोङजाक भन्ने बित्तिकै बुझिसक्नु भयो होला। थोङजाक थोङसाको बारेमा त हामी पढ्छौं। खादा जानु, ओदा आउनु, हादा गर्नु, छादा सुत्नु, मक्ता खानु, खोङबुहादा अध्ययन गर्नु, इरनादा उठ्नु, छादा सुत्नु, यी यावत कुराहरू हुने के हुन् थोङजाक थोङसा हुन् अथवा यिनीहरू चलायमान क्रिया भनेर भन्छौं। दैनिक जीवनयापनसँग सम्बन्धित चलायमान क्रियासँग सम्बन्धित कुरा हो, दैनिक गतिविधिसँग सम्बन्धित क्रिया हो यिनीहरू थोङजाक। र सामल भन्ने बित्तिकै बुझ्नुहुन्छ चीज वस्तु, हामीले प्रयोग गरिरहेका चीज वस्तुहरूसँग सम्बन्धित कुराहरू याल्सै, खाबाङ, छिगा, फेगेदेखि लिएर यी यस्ता कुराहरू हुने के हुन् त यिनीहरू कार्य चीज वस्तुहरू हुन् है। हो दैनिक जीवनयापनमा हामीहरूले गरिने गतिविधि र प्रयोग गरिने चीज वस्तुको बारेमा च्याप्टर 4 मा राखिएको छ थोङजाकवा सामल है। यसलाई हामी भन्छौं कार्य गतिविधि तथा चीज वस्तु अथवा हामी के पनि भन्छौं सामान पनि भनेर भन्छौं। कार्य गतिविधि तथा चीज वस्तुको बारेमा हामी च्याप्टर 4 मा पढ्छौं है। ल हामी यहाँ चित्रमा पनि देख्न सक्छौं। चित्र मैले यहाँ तपाईहरुले देखाएँ, हेर्न सक्नुहुन्छ। यो दुईजना मान्छेलाई यहाँनिर हामी हेर्न सक्छौं। यहाँनिर केटा मान्छे छ, यतापट्टि केटी मान्छे छ। केटा मान्छेले यहाँनिर एक्सरसाइज जिम गरिरहेको अथवा व्यायाम गरिरहेको कुरा देखाइरहेको छ भने यहाँ केटीले चाहिँ शपिङ गरिरहेको कुरालाई लिएर यहाँनिर वार्तालाप भएको छ। केटाले भन्छ छिगुम म हेयो अहिले के गर्दै हुनुहुन्छ र शपिङ गर्दैछु है। यो केसँग सम्बन्धित भयो त भन्दा कार्य गतिविधि। अहिले के कार्य गर्दै हुनुहुन्छ त भन्दा शपिङ गरिरहेको छु भन्ने कुरालाई यसले इङ्गित गर्यो है। ल अब हामी यो च्याप्टरको मुख्य पढ्नुपर्ने कुराहरू के छ भन्ने कुरामा हामी जाउँ र यो च्याप्टर 4 मा हामीले पढ्नुपर्ने मुख्य कुराहरू के छन्। पहिलो हामी ग्रामरमै जाउँ, ग्रामरमा हेरौँ। ग्रामर 1 मुनबब 1 मा रहेको छ VST प्लस आयो अयो ययो। हादा भवलाई हामी हेयोमा लैजान्छौँ। आयो अयो ययोले यसले के अर्थ दिन्छ भने छु, छौ, छन्, छिन, छ भन्ने अर्थ यसले दिन्छ। यसलाई हामी इन्फर्मल पोलाइट यानि कि हामी अनौपचारिक वाक्य भनेर भन्छौं। र यसलाई हामी बनिदा सुम्निदा फर्मल पोलाइट हो भने यसको इन्फर्मल पोलाइट आयो अयो यही हो, छु, छौ, छन्, छिन, छ भन्ने अर्थ दिन्छ। यसले सामान्य वर्तमान काललाई जनाउँछ है। सामान्य वर्तमान काललाई यसले जनाउँदछ है। र यो ग्रामरको बारेमा तपाईँ हामी सबैले बेसिक पढ्दा पनि थाहा पाइसकेका छौँ। VST प्लस आयो अयो ययो हादा भवलाई हामी हेयोमा लैजान्छौँ। यसले छु, छौ, छन्, छिन, छ भन्ने अर्थ दिँदो रहेछ। यो सामान्य वर्तमान कालको अनौपचारिक पोलाइट हो। हामी अनौपचारिक वेबाट कुराकानी गर्दाखेरि हामी आयो अयो यहीको प्रयोग गर्छौं र यसले सामान्य वर्तमान काललाई इङ्गित गर्दछ है। र अर्को ग्रामर 2 मा रहेको छ हेर्नुस् मुनबब 2 मा रहेको छ मेङ्सा प्लस यो मेङ्सा प्लस उल रुल। मेङ्सा प्लस उल रुल यसले के अर्थ दिन्छ भने लाई भन्ने अर्थ दिन्छ। यो कर्म नाउनसँग जोडिन्छ है। यो कर्म नाउनसँग जोडिन्छ र नाउन भर्ब लेटर इन हुँदाखेरि हामी के लाउँछौँ रुल लाउँछौँ। नाउन कन्सोनेन्ट लेटर इन हुँदाखेरि हामी के लाउँछौँ उल लाउँछौँ। वाक्यको उद्देश्यलाई प्रष्ट पार्दछ। यसले चाहिँ के गर्छ यो चाहिँ
कर्म नाउनसँग जोडिन्छ र कर्म नाउनसँग जोडिँदै गर्दा यसले वाक्यको उद्देश्यलाई के गर्दछ त भन्दा यसले वाक्यको उद्देश्यलाई प्रष्ट पार्ने काम गर्दछ है। यो ग्रामर 2 हामी उल रुल मेङ्सा प्लस उल रुल यो नाउनसँग जोडिने कुरा हो है। यसको बारेमा पनि तपाईहरु सबैजना साथीहरूले बुझ्नुभयो होला। ल अब यो च्याप्टरमा पढ्नुपर्ने मुख्य शब्दावलीका कुराहरू हेरौँ। च्याप्टर 4 मा हामीलाई के शब्दावली ऐ के कस्तो खालको ऐहरू हामीले सिकाउन खोजेको छ है। ऐ 1 मा हामी हेर्छौँ, हेर्नुस् त। ऐ 1 मा रहेको छ इल्चाङ ख्वाल्यन थुङचाक थुङसा, दैनिक जीवनयापनसँग सम्बन्धित चलायमान क्रिया भनेर भन्छौँ है। यसलाई हामी भन्छौँ दैनिक जीवनयापन दैनिक जीवनयापनसँग सम्बन्धित चलायमान क्रिया ल अब हामी हेरौँ इल्छाङ ख्वाल्यन थुङजाक थुङसा भने के हो त। दैनिक जीवनयापनसँग सम्बन्धित चलायमान क्रिया कस्ता हुन् त यिनीहरू। ख्वाङ बुहादा अध्ययन गर्नु, इरनादा उठ्नु है, खादा जानु, ओदा आउनु, ख्वाङ बुहादा अध्ययन गर्नु, इरहादा काम गर्नु, यी यस्ता यावत भवहरू छन् जुन चलायमान क्रिया अथवा हामीले दैनिक जीवनमा गरिराख्ने गतिविधिका कुराहरू छन्। तीसँग सम्बन्धित शब्दावली हामी ऐ 1 मा हेर्छौँ भने ऐ 2 मा रहेको छ। हेर्नुस् ऐ 2 मा रहेको छ इल्चाङ ख्वाल्यन मेङ्सा, दैनिक जीवनयापनसँग है, जीवनयापनसँग सम्बन्धित नाउन। अब दैनिक जीवनयापनसँग सम्बन्धित नामहरू के हुन सक्छन् त। जस्तो दैनिक जीवनयापनमा हामीले प्रयोग गरिने मेङ्साका कुराहरू जस्तै फेगे, सिरानी, यल्चोइ, साबी, खाबाङ झोला, पान पाउरोटी, उयु दुध, साग वा स्याउ, यी यावत कुराहरू जति छन् जसलाई हामीले दैनिक जीवनयापनमा प्रयोग गरिरहेका छौँ, ती चिज वस्तु कुरालाई हामी ऐ 2 मा इल्चाङ ख्वाल्यन मेङ्सा दैनिक जीवनयापनसँग सम्बन्धित नामको बारेमा हामी ऐ 2 मा हेर्छौँ। च्याप्टर 4 मा रहेको छ छङ्बो मुन्हुवा अथवा हामी मुन्हुवा वा छङ्बो, संस्कृति अथवा जानकारीको कुरामा हामी हेर्छौँ। च्याप्टर 4 मा रहेको छ हानगुगे छ्वासिक मुन्हुवा। अब हानगुगे छ्वासिक मुन्हुवा भने के हो भन्ने कुरा है। कोरियाको भुइँमा बस्ने संस्कृति, अब हानगुगे छ्वासिक मुन्हुवा कोरियाको भुइँमा बस्ने संस्कृति। कोरियन मान्छेहरूले किन भुइँमा बस्छन् र कोरियन मान्छेहरू भुइँमा बस्ने संस्कृति अझैसम्म पनि बाँकी रहनुको कारण के हो, यी कुराहरूको बारेमा हामी यो छङ्बो मुन्हुवामा हेर्छौँ। र च्याप्टर 4 मा हेर्नुस् रहेको हाक्सुक मुख्य। हाक्सुक मुख्य भने के हो, सिकाइको उद्देश्य। यो च्याप्टर पढ्नुको उद्देश्य के हो। यो च्याप्टर पढ्नुको उद्देश्य पहिलो उद्देश्यमा रहेको छ। हेर्नुस् हागो इन्नुन इरुल माराल्चु इत्ता, गरिरहेको कामको बारेमा हामी कुराकानी गर्न सक्छौँ। जस्तै ख्वाङबु हागो इच्छुमिता अध्ययन गरिरहेको छौँ, इराको इच्छुमिता काम गरिरहेको छौँ है। अब होइसाइ थानीको इच्छुमिता कम्पनीमा आउने जाने गरिरहेको छौँ। यी यावत आफूले गरिरहेको कामको बारेमा हामी कुराकानी गर्न सक्छौँ। यो च्याप्टर पढ्नुको उद्देश्य हो। अर्को उद्देश्यमा रहेको छ महसुल हानुन्जी मुतको थेताबाल्छु इत्ता, तपाईँ अहिले के गर्दै हुनुहुन्छ भन्ने कुरालाई लिएर प्रश्न सोधेर उत्तर दिन सकिन्छ है। यो च्याप्टर पढ्यो भने हामी यो दुईटा उद्देश्यको बारेमा थाहा पाउन सक्छौँ। च्याप्टर 4 मा रहेको छ छङ्बो मुन्हुवा अन्तर्गत हानगुगे छ्वासिक मुन्हुवा, कोरियाको भुइँमा बस्ने संस्कृति है। कोरियाको भुइँमा बस्ने संस्कृति। कोरियामा मान्छेहरू किन भुइँमा बस्छन् भन्ने कुरालाई लिएर हामी हेरौँला। हानगुगिन दुरुन भनेको छ कोरियनहरू फाङ इना मारु ए भनेको छ।
हाङ भने के हो कोठा, मारु भने के हो बैठक रुम है अथवा लिभिङ रुम भनेर भन्छौँ। कोरियन मान्छेहरू कोठामा अथवा लिभिङ रुमको फादागे भनेको भुइँमा आन्जास बसेर शिक्षारुल हागना खाना खाने अथवा हिउसिकुल छुइहानुन्। हिउसिकुल छुइहादा भनेको आराम गर्नु। यो हिउसिकुल छुइहादा भनेको आराम गर्ने, आराम गर्ने, आराम गर्ने। छ्वासिक मुन्हारुल खाजीको इच्छुमिदा भुइँमा बस्ने संस्कृतिलाई अपनाउँदै आइरहेका छन् है। छ्वासिक मुन्हारुल खाजीको इच्छुमिदा अपनाउँदै आइरहेका छन्। इरहान यस्ता छ्वासिक मुन्हानुन भुइँमा बस्ने संस्कृति चाहिँ खाजोकिना खाक्काउन परिवार अथवा नजिकैका छिङ्गुदुलकिरी सहकर्मीहरू सँगसँगै हुने। छिङ्गुदुलकिरी हाम्के सहकर्मीहरू सँगसँगै सोथुङ हागो भनेको सोथुङ हागो भने के हो त है सोथुङ हादा, सोथुङ हादा, सोथुङ हादा भनेको संवाद गर्नु, संवाद गर्नु अथवा हामी कुराकानी गर्नु भन्छ, कुराकानी गर्नु। सोथुङ हागो कुराकानी गरेर युदेगाम भनेको छ है। युदेगाम भने के हो ल हेर्नुहोस् त। युदेगाम, युदेगाम भनेको के हो त भन्दा बन्धन, बन्धन अथवा हामी यसलाई सम्बन्ध पनि भन्छौँ, सम्बन्ध, सम्बन्ध पनि भन्छौँ। युदेगाम, युदेगामुल हेङसङ हानुन, हेङसङ हादा भन्छ है यहाँनिर राखौँ। हेङसङ हादा भने के हो त बनाउनु अथवा निर्माण गर्नु भन्ने हुन्छ, निर्माण गर्नु, हेङसङ हादा बनाउनु निर्माण गर्नु। अब मैले फेरि यहीँबाट सुरु गरेँ। इरहान छ्वासिक मुन्हानुन यस्ता खालका भुइँमा बस्ने संस्कृति चाहिँ खाजोकिना खाक्काउन परिवार र नजिकैका छिङ्गुदुलकिरी हाम्के सहकर्मीहरू सँगसँगै सोथुङ हागो कुराकानी गरेर संवाद गरेर युदेगामुल हेङसङ हानुन उनीहरूको सम्बन्धलाई बलियो बनाउने अथवा सम्बन्ध निर्माण गर्ने कुरामा थौमुल छुम्निदा सहयोग गर्दछ। छ्वासिक मुन्हारो भुइँमा बस्ने संस्कृति मार्फत चाहिँ छ्वासिक मुन्हारो इन्हे भनेर भनिन्छ। भुइँमा बस्ने संस्कृति मार्फत चाहिँ हानगुक साराम दुरुन कोरियन मान्छेहरू थेबुबुन छिबानिस अधिकांश जसो घरभित्र सिनबारुल फतको जुत्ता चप्पल फुकालेर स्याङ्वार हाम्य जीवनयापन गर्दै फादागे आन्जास भुइँमा बसेर शिक्षा हानुन सिक्ताङ्दो खाना खाने रेस्टुरेन्ट पनि स्विपके फोल्चु इच्छिमिदा सजिलै देख्न सकिन्छ भन्ने कुरालाई इङ्कित गरे है। म यसलाई सर्व नेपालीमा भनिदिन्छु हेर्नु होला। कोरियन मान्छेहरू चाहिँ कोठा अथवा लिभिङ रुमको भुइँमा बसेर खाना खाने अथवा आराम गर्ने भुइँमा बस्ने संस्कृतिलाई अपनाउँदै आइरहेका छन्। यस्ता भुइँमा बस्ने संस्कृतिले चाहिँ परिवार र नजिकका मान्छेहरूसँगको संवाद र उनीहरूको सम्बन्धलाई अझ मजबुत बनाउने राम्रो बनाउने कुरामा सहयोग गर्दछ। भुइँमा बस्ने संस्कृति मार्फत चाहिँ कोरियन मान्छेहरू चाहिँ अधिकांश जसो घरभित्र जुत्ता चप्पल फुकालेर जीवनयापन गर्दै भुइँमा बसेर खाना खाने रेस्टुरेन्ट पनि सजिलै देख्न सकिन्छ भन्ने कुरा प्याराग्राफ 1 ले देखाइएको छ है। अब हामी प्याराग्राफ 2 मा जाउँ। छ्वासिक मुन्हागा भुइँमा बस्ने संस्कृति चाहिँ हेन्देदो, हेन्देदो भने वर्तमान समयमा, वर्तमान समय, हेन्दे भनेको वर्तमान समय, वर्तमान समयमा पनि छिसोक द्वैनुन भनेको निरन्तर, निरन्तर कायम, कायम रहनु। अब भुइँमा बस्ने संस्कृति वर्तमान समयमा पनि छिसोक द्वैनुन इयुनुन निरन्तर कायम रहनुको कारण चाहिँ हानगुगे छन्थुङ कोरियाको परम्परागत नानबाङ फाङ्सिङ इन, नानबाङ फाङ्सिङ इन भनेको कोठा तातो बनाउने प्रणाली तरिका ओन्दोल भनेको छ। ओन्दोल भनेको भुइँ तताउने, भुइँ तताउने, तताउने प्रणाली भन्छौँ हामी यसलाई, प्रणाली ओन्दोल। ओन्दोल याङयाङ भनेको प्रभाव, याङयाङ भनेको प्रभाव, प्रभाव याङयाङ तेमुन इरादा हामीदा पर ओन्दोलको प्रभावको कारणले हो भनेर भनिन्छ है। म फेरि भन्छु
कोरियन मान्छेहरू चाहिँ छ्वासेक मुनहुवागा कोरियामा चाहिँ भुइँमा बस्ने संस्कृति छ्वासेक मुनहुवागा हेन्देदो वर्तमान समयमा पनि चिसोगैनुन इयुनुन निरन्तर कायम रहनुको कारण भनेको चाहिँ हानगुगे छन्थुङ कोरियाको परम्परागत नानबाङ फाङसेगिन अब कोठा तातो बनाउने तरिका ओन्दोरे भनेको ओन्दोलको यङयाङ तेमुन इराग हामीदा ओन्दोलको प्रभावको कारणले हो भनेर भनिन्छ। ओन्दोरुन भनेको ओन्दोल भनेको चाहिँ फादागुल भनेको भुइँलाई तातो थागे भनेको न्यानो हुने गरी तातो हुने गरी हानुन गर्ने हानगुगे छन्थुङ कोरियाको परम्परागत नानबाङ सिसुथेमुरो कोठा तातो बनाउने प्रणाली अनुरूप यर खागुगा भनेछ। अब खागु भनेको परिवार है, खागु भनेको परिवार यर खागुगा विभिन्न परिवारहरू चाहिँ धेरै परिवारहरू मय सानुन भनेको जम्मा भएर बसोबास गर्ने आफातु यसदो अपार्टमेन्टमा पनि फाइफुरुल फादागे पाइपलाई चाहिँ भुइँमा कारा भनेको छ। कारा भनेको काल्दा हो, काल्दा भनेको बिछ्याउनु है, बिछ्याउनु भन्ने हुन्छ अहिले बिछ्याउनु। अब काल्दा भनेको बिछ्याउनु पाइपलाई चाहिँ भुइँमा बिछ्याएर तुगन मुरुल भनेको छ तातो पानीलाई सुनहुवा सिखिनुन सुनहुवा सिखिदा है सुनहुवान सिखिदा भने के हो त भन्दा सुनहुवान सिखिदा भनेको प्रवाह गराउनु हो। अब यहाँनिर के भन्यो त भन्दा अब अपार्टमेन्टमा पनि फाइफुरुल फादागे कारा पाइपलाई चाहिँ भुइँमा बिछ्याएर तुगन मुरुल तातो पानी चाहिँ सुनहुवान सेखिनुन प्रवाह गराउने फाङसिगुरो प्रणाली मार्फत सायङदोमिदा प्रयोग गर्दछन्। यी कोरियन मान्छेहरूले चाहिँ अपार्टमेन्टमा चाहिँ के गर्ने भयो त भन्दा त्यो अपार्टमेन्टको तल भुइँको तल पाइपलाई चाहिँ बिछ्याएर त्यो पाइपमा तातो पानी प्रवाह गराइदियो भने त्यो तातो पानीले भुइँलाई चाहिँ के बनाउँछ तातो बनाउँछ। यसरी ओन्दोललाई उनीहरूले आत्मसात गरिरहेको छ अपार्टमेन्टमा बस्ने मान्छेहरूले। फाक्के सदो बाहिर पनि छोरो सोफा प्रायसो सोफा अथवा उइजाए आन्जा कुर्सीमा बसेर सेङवा रानुन छलमुन चाराम दुल्दो। अब सेङवा रानुन छलमुन चाराम दुल्दो जीवनयापन गर्ने जवान मान्छेहरू पनि छिबान एसनुन घरभित्र चाहिँ छाजो प्रायसो तातो थान फादागे आन्जा न्यानो भुइँमा बसेर थिबिरुल फोगना टिभी हेर्ने अथवा सुई गिदो हाम्निदा आराम गर्ने पनि गर्दछन् भन्ने कुरालाई है। फेरि म नेपाली हुन्छौँ। यो छ्वासेक मुनहुवागा हेन्देदो भुइँमा बस्ने संस्कृति वर्तमान समयमा पनि छिसोक गइनुन इयुनुन निरन्तर कायम रहनुको कारण भनेको हानगुगे छन्तोङ नानबाङ फाङसेगिन कोरियाको परम्परागत भुइँ यो कोठा तातो बनाउने प्रणाली तरिका ओन्दोरे एङयाङ तेमुनिदा हामीदा ओन्दोलको प्रभावको कारणले हो भनेर भनिन्छ। ओन्दोल भनेको चाहिँ फादागुल तातो थागे हानुन भुइँलाई चाहिँ न्यानो हुने गरी गर्ने हानगुगे छन्थोङ नानबाङ सिसुथेमुरो कोरियाको कोठा तातो बनाउने तरिका प्रणाली मार्फत यर खागुगा मय सानुन विभिन्न परिवारहरू जमघट भएर विभिन्न परिवारहरूसँगै बसोबास गर्ने आफातु यसदो अपार्टमेन्टमा पनि फाइफुरुल फादागे कारा पाइपलाई चाहिँ भुइँमा बिछ्याएर तुगन मुरुल सुनहुवान सेखिनुन तातो पानीलाई प्रवाह गराउने फाङसिगुरो सायङदोमिदा तरिका अनुरूप उनीहरूले भुइँ तताउँदछन्। फाक्केस नुन छुरो सोफाना उइजाई आन्जा बाहिर चाहिँ प्रायसो सोफा अथवा कुर्सीमा बसेर सेङवा रानुन छलमुन चाराम दुल्दो जीवनयापन गर्ने दैनिक यो जवान मान्छेहरूले पनि छिबाने सनुन घरभित्र चाहिँ छाजो प्रायसो तातो थान फादागे आन्जा न्यानो भुइँमा बसेर थिबिरुल फोगना सुई गिदो हामीदा टिभी हेर्ने अथवा आराम गर्ने पनि गर्दछन् भन्ने कुरालाई प्याराग्राफ 2 मा इङ्कित गरेको छ है। ल अब हामी यो च्याप्टर यो छङ्गु मुनहुवासँग सम्बन्धित प्रश्न हामी हेरौँ है त। परीक्षामा कसरी प्रश्न सोध्छ त्यसको बारेमा छलफल गरौँ। भर्खरै हामीले पहिलेको छङ्गु मुनहुवासँग सम्बन्धित प्रश्न रहेको छ हेरौँ। थाम खुरुल इल्को तलको हरफ पढेर नेङ्वा खातुन खसुल विशेषसँग उस्तै कुरालाई खुरु शिक्षे छान्नुहोस् भनेर भन्नु। हानगु गिन्दुरुन कोरियनहरू चाहिँ थेबुबुन छिबानेस अधिकांश घरभित्र सिनबारुल फतको जुत्ता चप्पल फुकालेर सेङवा हामी जीवनयापन गर्दै
फादागे आन्जास भुइँमा बसेर शिक्षारुल हागना खाना खाने अथवा थिबिरुल फोगिदो हामीदा टिभी हेर्ने पनि गर्दछन्। इरहान छ्वासेग मुनहानुन यस्ता खालका भुइँमा बस्ने संस्कृति चाहिँ फादागुल तातु थागे हानुन भुइँलाई चाहिँ न्यानो हुने गरी गर्ने हानगुगे छन्थोङ नानबाङ फान्सिक कोरियाको परम्परागत भुइँ तताउने तरिकाको कारणले सेङ्गेल नान खसरो उत्पन्न भएको कुरा अनुरूप हेन्देदो वर्तमान समयमा पनि छिसोक देगो छुँदा यो प्रणाली यो भुइँमा बस्ने संस्कृति कायम रहँदै आएको छ। फाक्केसनुन छुरो बाहिर चाहिँ प्रायजसो सोफाना उइजाए आन्जा सोफा अथवा कुर्सीमा बसेर स्याङ्वा रानुन छलमुन चाराम दुल्दो जीवनयापन गर्ने जवान मान्छेहरू पनि छिबा नेसनुन घरभित्र चाहिँ छाजो प्रायजसो तातु थान फादागे आन्जा न्यानो भुइँमा बसेर थिबिरुल फोगना टिभी हेर्ने अथवा सोही गिदो हाम्निदा आराम गर्ने पनि गर्दछन् भनेर भन्ने है। अब यसमा मिल्ने अप्सनतिर कुन हुन्छ हेरौँ। छ्वासेग मुनहानुन भुइँमा बस्ने संस्कृति चाहिँ हानगुगे छन्थोङ सेङ्वाल फाङ्सेइदा। अब भुइँमा बस्ने संस्कृति चाहिँ कोरियाको परम्परागत जीवनयापनको तरिका हो भनेर भन्यो है। अब भुइँमा बस्ने संस्कृति चाहिँ कोरियाको परम्परागत जीवनयापनको तरिका हो त यो अलिकति सन्दर्भसँग सम्बन्धित छ। अरू अप्सनलाई पनि हेरौँ हामी। हानगुगिन दुरुन छिबानेस सिनबारुल सिनको सेङ्वारानिदा घरभित्र जुत्ता चप्पल लगाएर जीवनयापन गर्दछन्। जुत्ता चप्पल लगाएर होइन सिन्कोको ठाउँमा के हुन्छ त फत्को है फत्को जुत्ता चप्पल खोलेर त्यही भएर यो मिलेन। हानगुगिन दुरुन कोरियनहरू चाहिँ फादागे आन्जास शिक्षा आज आन्छुदा कोरियन मान्छेहरू भुइँमा बसेर खानेकुरा खाँदैनन् भने उनीहरू भुइँमा बसेर खाना खान्छन्। छ्वासेग मुनुवा भनेकै भुइँमा बसेर जीवनयापन गर्ने संस्कृति हो खाना खान्छन् यो मिलेन। छलमुन चाराम दुरुन छ्वासेग मुनुवा हे देहे। अब छलमुन चाराम दुरुन छ्वासेग मुनुवा हे एकसुक आज आन्छुदा अब जवान मान्छेहरूलाई कोरियाको यो भुइँमा बस्ने संस्कृतिको बारेमा चाहिँ थाहा छैन। उनीहरूले त्यो भुइँमा बस्ने संस्कृति बारेमा उनीहरू बानी परेको छैन उनीहरूलाई थाहा छैन भने यो पनि होइन। उनीहरू चाहिँ बाहिर गएर सोफा अथवा कुर्सीमा बस्ने जवान मान्छेहरू पनि घरमा चाहिँ तातो थान फादागे आन्छन् न्यानो भुइँमा बसेर टिभी रुल फोगना टिभी हेर्ने अथवा आराम गर्ने पनि गर्छन् भने त्यही भएर यो कुरा मिलेन। अब एन्सर एकै हुने भयो। हेर्नुहोस् त छ्वासेग मुनहानुन भुइँमा बस्ने संस्कृति चाहिँ कोरियनहरूको परम्परागत जीवनयापनको तौर तरिका हो प्रणाली हो भने यो कुरा ठिक छ है। योसँग सम्बन्धित राइट एन्सर अप्सन 1 भयो। ल साथीहरू च्याप्टर 4 को छङ्बो मुन्वा र प्रश्नको बारेमा तपाईँहरूले बुझ्नुभयो होला। च्याप्टर 5 लिएर हामी आउने नै छौँ। आजलाई यति नै, धन्यवाद।